कैलालीको उत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविको 12 कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ। सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले विद्यालय भवनको उद्घाटन गरेका हुन्। भवनको उद्घाटन गर्दै मेयर भट्टले गोदावरीमा शिक्षाको क्षेत्रमा राम्रो विकास भएको बताए। उनले देशभरमा उत्कृष्ट 10मा पढ्ने विद्यालयमा थप भवन निर्माण हुनु खुसीको कुरा भएको बताए। उनले विद्यालयलाई यहाँसम्म पुर्याउन शिक्षकहरूको अथक मिहिनेत, विद्यार्थीको लगनशीलता र अभिभावकको विश्वास रहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यालयको 12 कोठे भवन तीव्र गतिमा निर्माण भएको बताए। उनले नेपाल सरकारको नमुना विद्यालय गुरु योजना 2077 अन्तर्गत विद्यालय भवन निर्माण गरिएको बताए। विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले देशभरका 122 नमुना विद्यालयमा आफूहरूको विद्यालय पढ्ने बताउँदै सोही कार्यक्रम अन्तर्गत नयाँ भवन निर्माण गरिएको बताए। उनले नमुना विद्यालय बनेपछि भौतिक पूर्वाधारमा ठूलो सफलता प्राप्त भएको बताए। भवनको 2080 असार 4 गते नगर प्रमुख भट्टले नै शिलान्यास गरेका थिए। भवन करिब 19 महिनामा तयार भएको हो। भवन निर्माणका लागि जयबहादुर धामीको संयोजकत्वमा 5 सदस्यीय निर्माण समितिको गठन गरिएको थियो।